हेलो हेलो नमस्कार नमस्कार सबैजनालाई आराम हुनुहुन्छ होला मस्त व्यस्त हुनुहुन्छ होला हैन मैले हिजो एउटा चाहिँ हिजो कि कहिले भनेको थिएँ मैले सायद लाइभमा भएको बेला म चाहिँ एउटा यताको चाहिँ प्रुफ सहित चाहिँ 20 घण्टा काम गरे भने स्टुडेन्टले कति कमाउँछ भनेर प्रुफ सहित चाहिँ देखाउला भनिरहेको थिएँ म यता पे स्लिप चाहिँ यसमा यो भिडियोको बीचमा चाहिँ अपलोड गरिरहेको छु हैन त्यसमा चाहिँ एक्सप्लेन पनि गर्छु यहाँ चाहिँ के भनेको के हो कति ट्याक्स काट्छ कति के काट्छ ट्याक्स चाहिँ कति अमाउन्ट काट्छ हैन यो चाहिँ म देखाउन गइरहेको छु एकचोटि हेर्नु होला यदि बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ र फेरि पनि बुझ्नु भएन अथवा डिटेलमा बुझ्न चाहनुहुन्छ भने चाहिँ मेसेज पनि गर्न सक्नुहुन्छ है त ल हेर्नुस् ल यसमा यो पे स्लिप चाहिँ तपाईको 9 डिसेम्बर 9 देखिको 9 देखि 15 तारिकसम्मको हो हैन अनि यसमा फर्स्टमा देख्नुहुन्छ उले चाहिँ रेगुलर आवर्स भनेर ठ्याक्क 20 घण्टा काम गरेको रहेछ यो चाहिँ एक हप्ताको पे स्लिप हो हैन उसको रेट भनेको त्यति बेला चाहिँ 1150 रहेछ हैन 1150 को दरले चाहिँ उसको 230 पाउन्ड चाहिँ भएको छ उतातिर वाइटिटी भनेको त्यो छोड्दिनु होला वाइटिटी भनेको त्यो वर्षभरिको इन्कम हो उसको हैन कहिलेदेखि गरेको रहेछ अनि तल देख्नुहुन्छ ट्रोङ भनेर आएको छ ट्रोङ भनेको यो चाहिँ टिप्स हो हैन उसको चाहिँ त्यो हप्ताभरिको टिप्स चाहिँ 67 पाउन्ड आएको छ के यो भन्नाले त्यही भएर म भन्न खोज्छु यतातिर चाहिँ हस्पिटालिटी सेक्टरमा काम गर्यो भने तपाईले टिप्स चाहिँ मजाले आउँछ एक हप्तामा चाहिँ 67 पाउन्ड भनेको राम्रै हो हैन यसलाई चाहिँ एक महिनाको गरेको करिब 280 90 300 पाउन्ड जति हुन्छ हैन मजाले यहाँ 400 पाउन्ड जति पनि कमाइरा हुन्छ हैन अनि तलतिर देख्नुहुन्छ यतातिर ट्याक्क देख्नुहुन्छ यतातिर पेई भनेर देखाएको छ पेई भनेको पे एज यु अर्न हो भनेको हो हैन यो भनेको तपाईको चाहिँ 16.60 भनेको यो चाहिँ ट्याक्स काटेको हो यदि तपाईको इन्कम चाहिँ 242 पाउन्ड भन्ना पर विक के 242 पाउन्ड भन्ना माथि छ भने चाहिँ तपाईको चाहिँ त्यो भन्दा माथिको इन्कममा 20% ट्याक्स काट्छ हैन तर अनि त्यो नेक्स्ट अनि त्यसपछि चाहिँ तपाईको नेशनल इन्स्योरेन्स भनेर काट्छ नेशनल इन्स्योरेन्स चाहिँ तपाईको यतातिर 8% काट्छ हैन अनि त्यसपछि तपाईको त्यो नेक्स्ट चाहिँ 5% काट्छ अनि यो चाहिँ तलतिर देख्नुहुन्छ इम्प्लोयरको कन्ट्रिब्युसन भन्छ अनि उसको चाहिँ टोटल इन्कम खासमा भनेको 324 अनि नेट पे भनेको सबै काटेर चाहिँ 298 पाउन्ड आएको छ यो एक हप्ता काम गरेर आएको हो हैन यसमा तपाईको होलिडे पे भनेर पनि देख्नु भएको छ हैन 2.414 भनेर देखाएको छ यो होलिडे पे भनेको के हो भने चाहिँ यतातिर चाहिँ तपाईको चाहिँ जति काम गर्नुहुन्छ आवरली बेसिसमा काम गर्नेको जति घण्टा काम गर्नुहुन्छ त्यसको 12.07% ले चाहिँ उले होलिडे 1 मिनेट भएर बस्छ तर धेरै जसोले चाहिँ हरेक पे पिरियडमा चाहिँ पे रनमा चाहिँ उनीले चाहिँ पे गर्दिन्छन् हैन खाली पछि बिदा दिनु भन्दा बिदामा चाहिँ पैसा दिनु भन्दा अहिले नै दिनु भनेर हरेक पे पिरियडमा दिन्छन् धेरैले हैन कसैले चाहिँ एकुमुलेट गरेर राख्छन् त्यो चाहिँ हो कसैले बुझ्नु भएको छैन भने चाहिँ भन्नु होला है त यसमा चाहिँ होलिडे पे भनेको मैले भने नि होलिडे पे भनेको के हो भने चाहिँ जति तपाईको चाहिँ जति घण्टा काम गर्नुहुन्छ त्यो काम गरेको चाहिँ 12.07% गर्नुभयो भने त्यति घण्टा बराबरको तपाईले चाहिँ पे क्लेम गर्न पाउनुहुन्छ के यतातिर चाहिँ नर्मल्ली तपाईको वर्षको चाहिँ 28 डेजको चाहिँ बिदा चाहिँ व्यवस्था पेड लिभ चाहिँ यता प्रोभिजन हुन्छ हैन त्यो बिदा बराबर कसैले चाहिँ हरेक पे पिरियडमा चाहिँ यसरी गरिदिन्छन् योमा चाहिँ संक्षिप्त गर्नु भन्दा उनीले चाहिँ हरेक पे पिरियडमा चाहिँ उनीहरुले चाहिँ 12.07% हिसाब गरेर त्यति बेला नै पे गरिदिन्छ 20 को 12.07% गरेर 2.414 हुन्छ एकचोटी आफू पनि क्याल्कुलेट गरेर हेर्नु होला र यो भिडियोमा केही पनि यदि बुझ्नु भएको छैन भने चाहिँ र मलाई मेसेज गर्न सक्नुहुन्छ र मलाई यसै भिडियोमा कमेन्ट गर्न पनि सक्नुहुन्छ है त